मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। आज चाहिँ सान्वीको फर्स्ट डे स्कुलको। म स्कुल जाँदा मेरो भिडियो बनाइदिनु होला भनेको भएर बनाइदिएको। अनि यो चाहिँ कम्पनीको गाडी हामीलाई रिसिभ गर्न आएको। अनि यो चाहिँ सान्वीको स्कुल। हामी चाहिँ चाँडै पुगेको भएर चाहिँ कोही स्टुडेन्ट आउनु भएको छैन। अनि इन्भाइरोमेन्ट पनि कति शान्त, ग्रिनी। अनि यहाँ चाहिँ सुज खोल्न सिकाउँदै हुनुहुन्छ सान्वीको ड्याडीले। अनि बाहिर लगाउने सुज छुट्टै, भित्र लगाउने सुज छुट्टै हुँदो रहेछ। अनि सान्वीको सेन्से आउनु भएको छ, टिचरलाई सेन्से भन्दो रहेछन्। अनि यहाँ यसरी जुत्ता राख भनेर सिकाउँदै हुनुहुन्छ। उहाँ चाहिँ अर्को टिचर सान्वीको गुड मर्निङ भनेर सिकाउँदै हुनुहुन्छ। ओहायो गोजिमास भनेर सिकाउँदै हुनुहुन्छ। टिचरहरू चाहिँ एकदम पोलाइट। सान्वीको साथीहरू पनि आउनुभयो। कति मजाले लगाइदिँदै हुनुहुन्छ सुजहरू पनि, यसरी लगाऊ भनेर। साथीहरू त के भने दादा दिदी। यो चाहिँ म्युजिकल क्लासरुम। भोलि पर्सि सान्वीले चाहिँ म्युजिक सिक्नु पर्यो भने यही क्लासमा आएर सिक्ने। उहाँ चाहिँ सान्वीको स्कुलको भाइस प्रिन्सिपल। अनि उहाँ चाहिँ सान्वीको पर्सनल टिचर। भाषा नजाउन्जेलसम्मलाई चाहिँ अनि यसरी चाहिँ टिचरहरू छुट्याएर राखिदिँदो रहेछन्। उहाँ चाहिँ इङ्ग्लिस टिचर। सान्वीलाई 1 मन्थसम्म चाहिँ उहाँले नै गाइड गर्नुहुन्छ। अनि अर्को कुरा चाहिँ हामीले चाहिँ पुरै जापानिज बुझ्दैनौँ कि भनेर चाहिँ यसरी नेपालीमा पनि ट्रान्सलेट गरेर राखिदिनु भएको रहेछ। कति राम्रो, सजिलो पनि भयो। अनि यो चाहिँ हामी स्कुलभित्र छिर्दै गर्दा अनि आज चाहिँ वेलकमिङ प्रोग्राम भएको भएर चाहिँ हामी हलतर्फ, तर भित्र गएर चाहिँ फोटोहरू नखिचिदिनु होला भन्नुभएको भएर चाहिँ भित्रको खिच्नु पाइएन, अलिअलि मात्रै। अनि यहाँ सिकाउँदै हुनुहुन्छ सुज यहाँ राख्ने, बाहिरबाट लगाएको सुज भनेर। अनि यो चाहिँ डेकोरेसन। अनि यहाँ बोर्डमा चाहिँ हेल्दी, सिक अनि एब्सेन्टको ब्याजहरू हुँदो रहेछ सानो। अनि हेल्दी हुँदा येल्लो, सिक हुँदा ब्लू अनि एब्सेन्ट हुँदा रेड लगाउनु भन्नुभएको थियो। सान्वीले चाहिँ हेल्दीमा लगाइन्। अनि हामी चाहिँ माथि सान्वीको क्लासरुम जाँदैछौँ, हेरौँ के छ। उहाँ टिचर चाहिँ एकदमै राम्रोसँग गाइड गर्नुभयो हामीलाई। अनि यो चाहिँ म्युजियम। डाइनोसर। अनि यो चाहिँ सिङ्गल स्टडी रुम अरे। सान्वी ब्याग बोकेर जाँदैछिन् आफ्नो क्लासतर्फ। यो चाहिँ सान्वीको क्लासरुम। अनि बोर्डमा कति मजाले जापानमा स्वागत छ भनेर लेख्नु भएको छ। वेलकम टु जापान। अनि यो सान्वीको क्लासरुमको डेकोरेसन कति राम्रो रहेछ। यो सबै ह्यान्डक्राफ्ट हो। सिकाउँदै हुनुहुन्छ यसरी गुड मर्निङ भन्नुपर्छ भनेर टिचरले। सिक्दै पनि छिन्। अनि यहाँ चाहिँ यो कलरहरूको नामहरू बताउँदै हुनुहुन्छ, कलरलाई के भन्छ जापानिजमा भनेर। अनि यसरी खोल्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्छ। यो सबै स्कुलले दिएको बुक, कलर, सिजर, पेन्सिलहरू। अनि बोतलहरू चाहिँ यहाँ लिएर राख्ने, आफ्नो ब्यागहरू यहाँ राख्ने भनेर सिकाउँदै हुनुहुन्छ। अनि डस्टबिन, फोहोरहरू चाहिँ डस्टबिनमा राख्नुपर्छ। आएर आफ्नो क्लास क्लिन गर्नुपर्छ।
भनेर सिकाउनु भएको छ। गुड भन्नुभयो। अनि यसरी आफ्नो चेयरहरू पनि अनि बोकेर चाहिँ अनि तल हलमा लगाउनु पर्दो रहेछ। आफ्नो काम चाहिँ आफै बच्चाहरू आफै गरिरहेको छन्। त्यही भएर त विदेशको बच्चाहरू इन्डिपेन्डेन्ट हुन्छन्। अनि यसरी फ्लावरहरू चाहिँ राख्न सिकाउनु भएको छ प्याटर्न वाइज। सानवी दौडिँदै आएकी छिन्। आजको भ्लग यति मात्रै। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि माया गरिदिनु होला।